आदरणीय दर्शक नमस्कार, स्वागत छ नयाँ भिडियोको साथमा उपस्थित भएको छु। मेरो नाम शङ्कर अधिकारी हो। साथीहरू, आज मैले रिङ रोडबाट मोटामोटी 1.5 किलोमिटरको दूरीमा रहेको अथवा यो मनोमयजीमा रहेको घरलाई लिएर आएको छु है त। यो सानो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यो घरको मूल्य कहिले बनेको सबै कुराहरू तपाईँले थाहा पाउनुहुनेछ। साथीहरू, यो घर चाहिँ तारकेश्वर नगरपालिका वडा नम्बर 10 को यो मनोमयजीमा रहेको छ। मालपोत कार्यालयबाट नजिकै अथवा नापी कार्यालयबाट पनि नजिकै रहेको छ भने यसको पछाडिपट्टिको दृश्य मैले देखाएको छु। अलिकति साइडमा जग्गा पनि छोड्नु भएको छ, तपाईँले देख्न सक्नुहुन्छ। त्यहाँनिर बोरिङ सबै त्यहाँनिर रहेको छ भने 3.5 तला घर रहेको छ र माथि टपमा चाहिँ भने 2वटा कोठा चाहिँ 3 लगाएर बनाउनु भएको छ। बाटो यसरी घुमेर टक्क आएर चाहिँ घरमा एन्डिङ भएको छ र त्यहाँबाट लगभग 200 मिटर जति नजिकमा चाहिँ यहाँ थोरै नजिक लगभग 200 मिटर नजिकमा चाहिँ यहाँनिर चाहिँ यो नापी कार्यालय यहाँनिर रहेको छ। हेर्नुहोस् त, मनोमयजीको नापी कार्यालय यो भयो भने अलिकति उतापट्टि साइडमा होरी यो चाहिँ मानसिंह स्कुल भयो है त। मनोमयजीको मानसिंह स्कुलबाट थोरै अगाडि नापी कार्यालयबाट नजिकै र यो ठुलो बाटो देखिरहनु भएको छ, साइडको खोलाको करिडोरबाट लगभग कति होला 50 मिटर 100 मिटर नजिकमा चाहिँ यो घर रहेको छ है त। हेर्न सक्नुहुन्छ तपाईँले। रिङ रोडबाट अथवा चाहिँ नयाँ बसपार चौकबाट पनि मोटामोटी यो 1.5 किलोमिटर भित्रै पर्दछ है त। र घर नयाँ मापदण्डको हो। एकैछिन हेर्दै गर्नुभयो भने भित्रका दृश्यहरू पनि म देखाउने छु। पहिला सुरुमा चाहिँ अलिकति माथिबाट आसपासको दृश्यहरू देखाइरहेको छु। एउटा मजाले गाडी राख्ने पार्किङ रहेको छ र एउटा गाडी र केही मोटरसाइकलहरू तपाईँले पार्किङ गर्न सक्नुहुनेछ भने 12,000 लिटरको पानी रिजर्भ ट्याङ्क रहेको छ। तारकेश्वर नगरपालिका वडा नम्बर 10 को मनोमयजीमा रहेको छ है त। यो घर चाहिँ हेर्न सक्नुहुन्छ। यो उत्तर पूर्वी मोहडा फर्किएको छ भने मजाको बिग पार्किङ यहाँनिर तपाईँले देख्न सक्नुहुनेछ है त। यो पार्किङ भयो र यहाँनिर चाहिँ टक्क 12,000 लिटरको पानी रिजर्भ ट्याङ्क यहाँनिर रहेको छ। लाइनको पानीको सुविधा पनि रहेको छ। माथि जानुभन्दा पहिला यो फ्लोरमा रहेको 4वटा कोठाको दृश्य देखाउँदछु। साथीहरू, 4 आना क्षेत्रफलमा बनेको है त। कोठाहरूको साइज पनि एकदमै ठुल्ठुलो साइजको रहेको छ। सुरुमा म यहाँनिरको कोठा देखाउँदछु। साथीहरू, यो फ्लोरमा चाहिँ 2-2वटा कोठा गरेर भाडामा दिन मिल्ने गरेर चाहिँ 2वटा कोठामा चाहिँ किचनको यो स्ल्याब राखिएको छ। पहिला सुरुमा यो कोठालाई मैले देखाएँ र यता बाहिर निस्कन्छु। हेर्नुहोस् त, यहाँनिर चाहिँ टक्कलाहरू चाहिँ बोरिङ यहाँनिर रहेको छ। हेर्नुहोस् त, यहाँनिर रहेको छ भने म अलिकति पछाडिपट्टि रहेको यो ओपन स्पेसलाई पनि यहाँ देखाउन चाहन्छु। ओके, यहाँ पछाडिपट्टिबाट हेर्दाखेरिमा है त। ओके, अब म भित्र छिर्दछु र सुरुको एउटा कोठालाई मैले देखाइसकेको छु भने सिधा उतापट्टि साइडमा अर्को एउटा कोठा रहेको छ। यो 2वटा कोठालाई चाहिँ एउटा परिवारलाई भाडामा दिन मिल्यो, किनभने सिङ्गल कोठा खोज्ने अथवा 2वटा कोठा खोज्ने धेरै आउने गर्दछ नि त। र अर्को एउटा कोठा यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ है। मजाको कोठाको साइज पनि 14 एकदमै ठुल्ठुलो साइजको तपाईँले देख्न सक्नुहुन्छ। 2वटा झ्यालहरू रहेको छ भने बाथरुम कमन बाथरुम रहेको छ। यो फ्लोरमा 4वटा कोठा मध्ये हामीले 3वटा हेऱ्यौँ र अर्को चाहिँ यतापट्टि साइडमा छ र यहाँनिर पनि किचनको चुटिक्क स्ल्याब राखिएको छ। यानि कि 2-2 कोठा गरेर भाडामा दिन मिल्यो है त। र अहिले चाहिँ भने उहाँले चाहिँ बिक्री गर्नकै लागि भनेर चाहिँ खाली गर्नुभएको रहेछ। त्यही भएर र अहिले कलरहरू पनि गर्नुभएको छ। भूकम्प पछाडिको हो है साथीहरू घर चाहिँ, नयाँ मापदण्डको घर रहेको छ भने म सेकेन्ड फ्लोरमा आइपुगेको छु र सेकेन्ड फ्लोरमा पनि 4वटा नै कोठा रहेको छ। हेर्नुहोस् त, यतापट्टि साइडमा एउटा कोठा रहेको छ। कोठाको साइजहरू मजाका ठुल्ठुला साइजका रहेका छन् भनेदेखि उज्याला 2वटा झ्यालहरू प्रत्येक कोठामा तपाईँले देख्न सक्नुहुनेछ। ओके, अर्को कोठा यहाँ देखिरहनु भएको छ र यस पछाडि यो फ्लोरमा चाहिँ किचन सेटअप एउटा बनाइएको छ र यसलाई पनि 2-2 गरेर दिन पनि मिल्यो अथवा 4वटै एउटा परिवारलाई दिन पनि मिल्यो। यहाँनिर बाथरुमको दृश्य देख्नुभयो। ओके, किचनको सेटअप यहाँनिर गरिएको छ। ओके, अब म यहाँबाट पनि माथि जान्छु। 3rd फ्लोरतर्फ अगाडि बढिरहेको छु। रेलिङहरू तल मार्बलहरू चिटिक्क तपाईँले देख्न सक्नुहुनेछ। र अब यहाँ म तपाईँलाई यहाँनिर चाहिँ एउटा लिभिङ रुम यहाँनिर मजाको देख्न सक्नुहुन्छ भने अरू साइडमा अरू 3वटा कोठा अथवा चाहिँ टोटल 4वटा नै कोठा रहेको छ। घरमा लगभग 14वटा कोठा, टोटल 14वटा कोठा रहेको छ भने यो कोठाबाट चाहिँ हामी बाहिर बरन्डामा पनि निस्कन मिल्दछ है त। मैले यसरी देखाएँ तपाईँलाई र ओके, अब म फेरि यतापट्टि साइडमा रहेको अर्को एउटा कोठाको दृश्य देखाउँदैछु। यसको पूर्वपट्टि साइडमा पनि दक्षिणपट्टि साइडमा पनि खुल्ला भएको हुँदा चाहिँ मजाले चाहिँ उज्यालोको कुनै समस्या हुने छैन साथीहरू। र म अहिले 3rd फ्लोरमा रहेको छु र बाथरुमको दृश्य देखाइरहेको छु र किचन स्ल्याब यहाँनिर राखिएको छ।
4 आना क्षेत्रफलमा बनेको नयाँ मापदण्डको 2076 सालमा बनेको 14 कोठाको चाहिँ 3.5 तले घर बिक्रीमा आएको छ। 12,000 लिटरको पानी रिजर्भ ट्याङ्क रहेको छ भने 80,000 चाहिँ मासिक भाडा आउँछ भन्दै हुनुहुन्थ्यो। पुरै घरलाई भाडामा लगाउँदाखेरिमा 80-85,000 भाडामा आउँछ भन्दै हुनुहुन्थ्यो। सानो पूजा कोठा चिटिक्कको देख्नुभयो र म माथि टपमा आइपुगेको छु र यहाँ माथि चाहिँ पानीको ड्रम रहेको छ भने यतापट्टि साइडमा चाहिँ उहाँले 2वटा कोठा निकाल्नु भएको छ। त्योमध्ये यतापट्टि साइडमा चाहिँ सामानहरू छ भन्दै हुनुहुन्थ्यो, स्टोर गरिएको छ, त्यही भएर त्यो देखाइन भने यहाँ माथि टपमा पनि चाहिँ किचनको स्ल्याब राखेको अर्को एउटा किचन देख्न सक्नुहुनेछ। टोटली घर चाहिँ अहिले पुरै खाली रहेको छ भने माथि टपको लागि बाथरुम हेरेर तपाईँले देख्न सक्नुहुनेछ। घर चाहिँ अहिले पुरै खाली गर्नु भएको छ, त्यही भएर तपाईँहरू जो कोही पनि हुनुहुन्छ भनेदेखि आउनुहोला। यहाँनिर भाडामा एकदमै छिटो लाग्दछ र चाहिँ भाडामा लगाएर तपाईँले मजासँग चाहिँ बस्न सक्नुहुन्छ होइन। र रिङ रोडबाट पनि नजिकै भएको हुँदा यो चाहिँ मनोमयजीमा रहेको घर हो। त्यो 50-55 लाख रुपियाँ प्रति आना चलिरहेको छ भन्दै हुनुहुन्थ्यो जग्गाको रेट। र यो घरको मूल्य चाहिँ 4 आनामा बनेको यो 3.5 तले घरको मूल्य टोटल चाहिँ 3,50,00,000 केही मिल्न सक्ने भन्नुभएको छ भने माथि तपाईँले घरधनीको सम्पर्क नम्बर देखिरहनु भएको छ। 9841333694 रहेको छ। 9841333694 रहेको छ। उहाँलाई फोन गरेर घरको बारेमा थप बुझेर यो घरलाई खरिद गर्नुहोला। आशा छ साथीहरू पक्कै पनि तपाईँलाई आजको यो घर मन पर्यो होला। मन पर्यो भने एक लाइक गरिदिनु होला। नयाँ साथीहरूले च्यानललाई सब्सक्राइब गर्नुहोला। भिडियो हेर्दै गर्नुहोला। एक दिन तपाईँले खोजेको ठाउँमा तपाईँको बजेटको घर जग्गा पक्कै पनि पाउनुहुनेछ। हस् त भोलि बिहान नयाँ घर जग्गाको साथमा उपस्थित हुनेछु। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते, शुभ दिन।